ल गाइज आज यहाँ गोलभेडा रोप्न थालेको यहाँ बुवालाई हामीले रोपेको चित्त बुझ्दैन रे त्यही भएर ल बुवाले रोपुन् भनेर यहाँ वेट गरेको रात पो पर्यो बेलुका कति बजे छ कति बजे मम्मी ए 9 पो बजिसकेको छ 9 बजे छ सरी गाइज म अब यस्तै भिडियो ल्याउँछु अब तपाईहरुलाई चित्त त बुझ्छ कि बुझ्दैन हैन यता ड्याङ बनाएर ठिक्क पारेको छ अनि यता चाहिँ बल्ल बल्ल मिलाएर ठिक पारेको 36 लिएर आउनु न अहिले बिचमा मात्र हालौँ अनि बाँकी भोलि हाल्ने भोलि चाहिँ हामी 2 बजेदेखि हाल्छौँ त्यो बिचको बनाइसकेर अनि बाँकी रहेछ नि तपाईले हाल्नु न बिरुवा आइपुग्यो यस्तो यस्तो राति नै के को भिडियो सिडियो पिथ्यो समाता बुनु बुनुले समात्छ के पर्दैन म आफै उ गरेर समाता आहा मैले रामसँग भनेको है मैले फेरि एकचोटि भनेपछि म भने पानी हाल्ने ठाउँ चाहिँ राख्नु है पानी हाल्ने अनि यो ढुङ्गा चाहिँ टिप्नु अनि बुवा यहाँ मास्तिर त्यो बाँस एउटा हैन दुईटा मास चाहिँ फाल्नु पर्ने रहेछ है के गर्ने बाँस त्यहाँमा छ क्या एको खै एको क्या किन्नु यो ढल्छ भोलि पर्सि उमा ढल्छ अनि यो बाँस एउटा त त्यो सिधै आउँदो रहेछ फेरि काटेर चाहिँ गाउँको म रिप्लाई गर्न सक्छु त्यही पनि फेरि उ गर्नु त रेस्पोन्स गर्नु त सक्दिनँ गाह्रो के मलाई त ह्यान्डसम नै चाहिन्छ मभन्दा 10 वर्ष जेठी माटो पनि धुलो बनाउनु अनि उ गर्नु भनेको मान्ने हैन त्यो पाकेको मल अस्ति नै नसिद्ध्याउनु म दुईटालाई हेर्दैछु आज बुनुलाई ग्रेस चाहिँ नराम्रोसँग लडायो नि त्यो मासु धाराबाट तलतिर पेट्यो नातिनी तिमी भनेको सुन क्या बुनु दिदी मरेको भए के गर्ने आज बुनु मरे हैन त्यसको टाउको चाहिँ कसरी बचायो टाउको चाहिँ कसरी बचायो भनेर क्या
आमा यहाँनिर उ गर्दै पन्चीमा ठ्याक्कै लेख्नु भएको छ कि छोराले पनि लेख्नु भएको एक चावडा होइन नि त अनि के गर्नु त नि पिट्नमा त च्याम्पियन हो नम्बर 1 भन्नुको मान्नु पर्यो नि छोरी अनि तँलाई मैले त्यत्तिकै त मैले उ गरेकै बाजेले त्यत्रो सम्झाएको त्यत्रो बुझाएको त बुझ्नु पर्दैन तपाईँको टेप छ कि छैन अनि यति पानी लिएर आऊ होइन मलाई दिउँसै यसले के अरे जस्मिन लगाउँछ कि जस्मिनले यसलाई लगाउँछ जस्तो लागिरहेको थियो क्या अब ठेलो गाडा चलाइरहेको थियो अब बाउको कुरा सम्झ्यो अनि म बोलाइन पनि चलाइन पनि क्या अनि कसले ठेला गाडा लिएर कसले भने मैले भने गाडा पनि दिनतिर चलाएको छ के गरेको छ अनि त्यहाँनिर माथि बनाइरहेको माथि कालिम्पोङको माथि डाँडाबाट पल्टाएर त्यो ल्याउनु म ल्याउनु है भयो पर्दैन अब म हालेन नि देखियो आफू पनि चाहियो भने अपाङ्ग हुनुहुन्छ अघि त म त यो चाहिँ लडेन क्या यो चाहिँ माथि जुनलाई त माथि त्यो धाराबाट कल्पिएर हाल्यो नि फेरि भनेको मान्दैन है म फेरि म तँलाई पनि छटाउँछु नि फेरि उता गरेर उता बत्तीको छेउमा गनेर मात्रै ल्याउने यहाँनिर 36 साल मात्र गयो भने त्यो त पोहोरको भन्दा कम गयो नि हो पोहोरको भन्दा कम गयो नि त त्यही त पोहोर त 48 सय गएको थियो बा बस
एक ठाउँ बस न है बुनु हेलो यो हासिम थौ साथ पनि पत्ला हुने म त di shemina mas go de ngano ye ingal big tu